बेम्बू कटिङ होइन चोया काट्दैछु मैले चाहिँ तराईतिर चाहिँ बाँसको काठ छ भने हाम्रो पहाडतिर चाहिँ यस्तो छ यो चाहिँ मुङ्गाला भन्छ के भन्छ चोया भन्छ कि के भन्छ यस्तो ठुल्ठुलो छ कि बाँसको जस्तै हो यहाँ वा कति ठुल्ठुलो छ यार यसको डोको हुन्छ मान्द्रो अनि अरू धेरै किसिमको चाहिँ चिजहरू बन्छ योबाट चाहिँ यसको सानो सानो चाहिँ यसलाई काटेर चाहिँ बाँसको चाहिँ कडा हुन्छ यसको चाहिँ त्यति कडा चाहिँ हुँदैन यत्रो ठुल्ठुलो छ यसको यो पुरै यो जङ्गलै यसको हो यार भोपाल छ यहाँ म चाहिँ थोरै बारको लागि चाहिँ काट्दैछु यत्रो ठुल्ठुलो छ कति ठुल्ठुलो देखिएको काँडाले चाहिँ कोप्न सक्छ काँडा चाहिँ सफा गर्नुपर्ने हुन्छ यसको नयाँ खोज्दैछु कि कता कता छ ठुलो छ त यार ठुलो त लयो कहाँमै लिनु पैसा सानो लाने हो एउटा ठुलो त धेरै बोक्न नि सकिँदैन चाहिँ पुरा ठुलो छ क्या के हो ठुलो लगेर पछि पानी छैन यत्रो छ पहाडको बाँसै हो क्या काँडाले कोप्न सक्छ त्यो चिजै दियो पनि Đây nó làm hết mà. Tabo. हामीले चोया काटेको चाहिँ कहाँनिर अरे बुढी यहाँ हो है यही जङ्गलमा चोया खासै नदेखिँदो रहेछ तर चाहिँ यो बरी चाहिँ पुरै चोया छ यो छाया ठुल्ठुलो रुखको छायामा चाहिँ परेछ अहिले चाहिँ त्यो त्यति चाहिँ देखिएको छैन माइ गॉड डेन्जर देखिन्छ त गाह्रो छ चोया बोक्न पनि बहुत गाह्रो छ